अर्को प्रश्न भनेको नेपालमा कहिलेबाट आयोजनाहरूलाई चाहिँ होइन 3टा प्रायोरिटीमा प्रायोरिटी 1, प्रायोरिटी 2 र प्रायोरिटी 3मा प्राथमिकरण वर्गीकरण गरी बजेट विनियोजन गर्न थालेका थिए भनेर बुझ्नु पर्यो। प्रायोरिटी बेसिसमा चाहिँ कुन आर्थिक वर्षबाट नेपालमा चाहिँ बजेटको विनियोजन भएको थियो भनेर सोधेको छ। अब यो पनि अलिकति इम्पोर्टेन्ट नै हुनसक्छ यहाँहरूलाई होइन, किनभने तपाईँको चाहिँ हामीले के पढेका छौँ भन्दाखेरि चाहिँ जस्तै हामीले प्रोग्राम्सहरू जस्तै एक्सपान्डेड प्रोग्राम इम्युनाइजेसन होइन, यो एउटा खोप कार्यक्रमलाई पनि हामीले पहिलो प्राथमिकतामा राख्छौँ। P1 प्रोग्राम हो नि त। त्यसरी नै होइन हामीले स्वास्थ्यमा इपिआईलाई प्रायोरिटी 1 प्रोग्राम भने जस्तै अन्य अरू पनि छन् प्रायोरिटी 1, प्रायोरिटी 2, प्रायोरिटी 3 भनेर। त्यसरी नै बजेटमा पनि प्रायोरिटाइज हुन्छ भनेको मतलब कुन क्षेत्रमा धेरै बजेट विनियोजन गर्ने, कुन क्षेत्रलाई चाहिँ न्यून बजेट दिने भनेर प्राथमिकता गरिन्छ क्या होइन। यो चाहिँ तपाईँको विधि चाहिँ कुन आर्थिक वर्षबाट सुरु भएको हो भनेर एक्जाममा सोध्यो। यो याद गर्नु यहाँहरूले। आर्थिक वर्ष 2059-60। जस्तै अब यो एक्स्ट्रा पोइन्टमा के हेरौँ भने यो बजेट सँगसँगै एउटा अर्को टर्म पनि छ जसलाई हामीले MTEF भनेर भन्छौँ। के भन्छौँ भने MTEF भनेर भन्छौँ, मिड टर्म एक्सपेन्डिचर फ्रेमवर्क भन्छ। याद गर्नु, मध्यकालीन खर्च संरचना भनेर भन्छ क्या। भन्नुको मतलब यो बजेटसँगै रिलेटेड भयो नि त होइन। एक आर्थिक वर्षमा बजेट झर्छ, अब त्यो मिड भनेको चाहिँ बिचको समय क्या। मध्यकालीन खर्च संरचना भनेको कस्तो हुन्छ भन्दा हाम्रो आर्थिक वर्ष 12 महिनाको हुन्छ, 6 महिनासम्म क्या। मिड टर्म मध्यकालीन भनेको 6 महिनासम्म चाहिँ कति खर्च भयो त भनेर थाहा पाउनुको लागि चाहिँ MTEF तयार पारिएको हो। यो पनि कहिले भन्दा आर्थिक वर्ष 59-60बाट है, यो कुरा याद गर्नु।